राजनीतिमा एउटा युग जन्माएको नेता हो। प्रचण्डले सशस्त्र युद्ध उहाँको नेतृत्वमा 52 सालदेखि 62 सालसम्म भइराख्दाखेरि मुलुकमा गणतन्त्र आउने, संघीय लोकतान्त्रिक गणतन्त्र आउने कुराहरूमा उहाँको योगदान छ। उहाँको नेतृत्वदायी योगदान छ। योगदान मात्र नेतृत्वदायी योगदान छ। यदि प्रचण्डको नेतृत्वमा नेपालमा सशस्त्र युद्ध नभएको भए अहिले पनि समावेशिताका कुरा, समानुपातिकका कुरा, विभेद अन्त्यका कुराहरू र गणतन्त्रका कुराहरू यी कयौं कुराहरू सम्भव थिएनन्, सम्भव छैनन्, हुँदैनथे। यद्यपि गणतन्त्र ठिक भयो कि भएन भन्ने बहस फरक हो। यदि भोलिका दिनमा गणतन्त्र असफल भएर गयो भने यसको अपजस उहाँलाई जान्छ। तर गणतन्त्र सफल हुँदै गयो, संघीय लोकतान्त्रिक गणतन्त्र सफल हुँदै गयो भने प्रचण्डको नाम लिनै पर्ने हुन्छ। त्यस्तो डाइनामिक लिडर लाग्छ मलाई। बेला बेलामा उहाँमाथि चाहिँ अलिकति अस्थिरताको, फ्लक्चुएसनको उहाँमाथि आलोचनाहरू पनि हुने गर्छ। तर गतिशील, मलाई एक वाक्यमा प्रचण्डको बारेमा भन्नुहुन्छ भने गतिशील नेता हो। प्रचण्डजीले भन्नुभएको छ कि अब पनि लिड त गर्ने मैले नै हो, राष्ट्रपालाई मैले नै नेतृत्वमा लानुपर्ने हुन्छ, प्रतिपक्ष त म हुँदै हुँ, यद्यपि लिड गर्नलाई पनि मैले नै जिम्मेवारी लिनुपर्छ कि जस्तो लागेको छ भनेर उहाँले अभिव्यक्ति दिनु। हिरा र झुसिल किरा तुलना हुँदैन। गीत गाउँदा चाहिँ मेरो माया हिरा चाहिँ, म त झुसिल किरा चाहिँ भन्न चाहिँ हुन्छ। हिरा र झुसिल किरा एक ठाउँमा राख्न मिल्दैन।